यसो गर्नुपर्छ कि अनि यसरी थिचेपछि यसरी दुध आउँछ दुध आएर कहिलो दुध आएर भने दुध आउँदैन आमाले आइजन दिदीले बल्ल बल्ल पूजा लाउन आँटे कि उहाँबाट आएको माइला मामा हिजो गयो बरु यतै आइज यतैबाट बरु काकाभित्र जानु भोलि भन्दै हुन्छ आमा अनि अब हेरौँ यहाँ पाहुना पनि आइरहेछन् भने आइज आखिर जानु नि रह तेरो काकाभित्र बरु आजै आइज भन्दै कता जानु दिदी खाना अनि काकाभित्र कताबाट जानु भने उतै उतै जानु दिदीको घर यता होइन यता होइन दिदीको घर यहाँ कोलाबारदेखि उता हो थापा चोक भन्छन् नि त्यही त यसरी पिसुल ट्याएर मकै पोल्नुपर्छ अनि त्यो बाख्राले भाँच्यो म त त्यो दुईटा बाख्राले भाँच्यो सबै पोल्यौँ त ठुल्ठुलो घोगा चाहिँ सुकिसक्यो अब मकै धुवा पुरा आइरहेको फोटोमा पनि पोलेको चाहिँ मजाले पाक्छ क्या पत्तामा पनि पाक्छ अनि फेरि भुङ्ग्रोमा पनि पकाउँदाखेरि मिठो पनि हुन्छ पत्ता खोलेर फेरि पकाउनु पत्ता खोलेर पनि यहाँ भुङ्ग्रोमा यसलाई चाहिँ पिसुल ट्याएको भनिन्छ यसलाई चाहिँ अब खिच्दैछु अब मकै पोलेर तयारी भयो